हेलो साथीहरु, स्वागत छ आजको यस भिडियोमा। आज म खेलिरहेको छु बीआर र्याङ्क, जसमा मेरो अपोनेन्ट छ 4 जना र म एक्लै छु, यानी कि सोलो भर्सेस स्क्वाड म्याच। र अहिलेसम्म मैले 15 जनाको किल गरिसकेको छु र 15 जनाको किल गरिसक्दा पनि मैले बुया गर्न सकिरहेको छैन, किनकि अहिले पनि एक जना बाँकी छ र तपाईहरु हेर्न सक्नुहुन्छ म बुया गर्न सक्छु कि सक्दिन। यहाँबाट सिधै उत्रिरहेको छु म पिकमा, किनकि जो पनि आफूलाई प्रो ठान्छ त्यो साला सबै यही झर्छ के। बस मलाई एउटा गन पायो भने भइहाल्छ। गन भेटिसकेको छ र एउटा अर्को यहाँ उत्रिसकेको छ र एउटा भइसकेको छ नक, र यो साथै मेरो खाता खुल्यो। खुलिसकेपछि अब भित्र जानुपर्छ, किनभने भित्र केटाहरू फाइट गरिरहेको छ। भित्र गएर ल्याम ल एउटा गएछ भित्र गयो ल नोक गरिदिएको रहेछ यार यसलाई त किल छोड्दिएको। अब यो हुकन बनेर यो मुलाले अब के गर्न खोजिरहेको छ, ल प्याक गरेर भाग्दियो मुजी। कस्तो मादर चोद रहेछ यो डरपोक एनिमी मार्छिन्। अब किनकि अलि होशियारीले खेल्नुपर्छ, किनकि म एक्लै छु र उनीहरू छ 4 जना। यदि मलाई एउटा पनि हेड लाग्यो भने म पार भइहाल्छु, त्यसैले अलिकति चलाकीको साथमा खेल्नुपर्छ, किनकि मलाई सोलो भर्सेस स्क्वाड म्याचमा बुया गर्नु छ। अबे ता कहाँबाट आउँछस् जा मुजी, यसको त टिमैबाट भइसकेको छ। एउटा पछाडिबाट हानिरहेछ, मा दम है तो सामने आके मार बहन के लौडे, मर चोद। क्या सोच रहा था, क्या हो गया। यसैको साथमा मैले 4 जनालाई यहाँ टपकाइदिएको छु। यो टपकाइदिसकेपछि मलाई लाग्दैन कि अब यहाँ अरू बन्दाहरू होला, किनकि कतैबाट फायरको आवाज पनि आइरहेको छैन। साथै मलाई लाग्छ अब यहाँदेखि लुट गरेर निस्किनु पर्ने हुन्छ, किनकि हामी यहाँदेखि सिधै जान्छौँ भीमा शक्तिकोतिर, किनकि भीमा शक्तिमा पनि जो आफूलाई प्रो ठान्छ त्यो बन्दाहरू त्यतै आउने गर्दछ। यो चाहिँ एउटा मलाई बडा राम्रो कुरा लाग्छ कि यो चिप्लेटी कुन ल्याइदिएको छ फ्री फायर गरिनावालोले। एउटा यहाँ बन्दा आइरहेको थियो, गइरहेको थियो आफ्नो टिमले रिभाइभ गर्नको लागि, र यसको पनि मैले गरिदिएको छु खात्मा। त जा आफ्नो आत्मा स्वर्गमा बास होस् त मुजीको, किनभने त मेरो अगाडि आइसी मेरो भाइ, गल्ती त्यो गरिस्। अब भीमा शक्तिमा आइसकेपछि यहाँ त सायद केटाहरू भेटिन्छ नै, किनकि यहाँ फाइट चलिरहेको छ अगाडि। यसैको साथै एउटाको टिमर भइसकेको छ, यो एउटा आफ्नो साथीहरूलाई यहाँ रिभाइभ गरेर भागिरहेको थियो। यसको पनि कल्याण गरिदिएको। यो कहाँ आइरहेको बे नुगडे साले, एउटा नुगडा त पाइहाल्छ तपाईँ, तर घरमा मान्छे नमुना भइसकेपछि बडा दिमाग खराब हुन्छ कि। त्यो त यो गनले टाढाको रेन्जमा ड्यामेज दिँदैन। त्यो माथि अब यहाँबाट म निस्किँदा बाहिर निस्केर हेर्छु कि, किनकि अगाडि स्क्वाड छ धेरै। यदि म त्यहाँ गएँ भने खुल्लम खुल्ला पेल्दिन्छ पुरै, यस्तो खतरनाक पेल्छ कि कुरै छोडिदिउँ। त्यही भएर यहाँबाट निस्किँदा राम्रो हुन्छ। यहाँ लुट गरिहालौँ अनि त्यसपछि माथि जानुपर्छ, किनकि मैले गरिसकेको छु 9 जनाको खात्मा र अब 10 जनाको खात्मा, सरी 9 जनाको अझै खात्मा गरे भने म यो म्याचमा गर्छु बुया। बुया गर्नको लागि मलाई चाहिन्छ 9वटा अझै किल, र यो किल गरिसकेपछि हुन्छ बुया। अहिलेसम्म म्याचमा म एलाइभ नै छु र म लिइसकेको छु ड्रपबाट ग्रोजा, किनकि ग्रोजा पनि ड्यामेज दिने हेड लाग्नेमा खत्रै गन हो। तर मलाई मनपर्ने भनेको AC-80 हो, किनकि त्यो गन जस्तो ड्यामेज चाहिँ अरू गनले सायदै दिन्छ जस्तो लाग्छ मलाई। किनकि लङ रेन्ज होस् या सर्ट रेन्ज होस्, यदि हेडमा लाग्यो भने एकै गोलीमा त्यसले सुताइदिन्छ के। ड्रपमा त भर्खर लुटेको, फेरि किन आएको म यार यहाँ। मलाई पनि यतातिर भीमा शक्तितिर अघि बन्दाहरू थियो, अहिले कहाँ गयो। एउटा मान लुटिरहेको छ,
जाँठो 2-3 गोलीमै पार भयो। तेरो ड्यामेज गराएको रहेछ। यो अपने आप पनि यहाँ लुटिरहेको थियो। फैट हमें किसी का डर नहीं है बे। यसैको साथमा हामीले गरिसकेका छौँ 11वटा किल र अब म्याचमा 6 जना मात्रै एलाइभ छ। म लगाएर 6 जना भन्नाले 5 जना अझै एलाइभ छ यो म्याचमा। र मानौँ न एउटा स्क्वाड बाँकी छ र एउटा होला। यहाँ पनि वहाँ माथि फाइट चलिरहेको छ। मैले स्कोप तानेर हान्दाखेरि देखिरहेको छैन किनकि ग्लुवालमा प्याक भइसकेको छ मलाई लागिरहेछ। किनकि म जाँदिनँ प्याक भए पनि गयो भने म फेरि सर्ट रेन्जले त्यति धेरै खेल्न सक्दिनँ। मासला रुखको तल नुकेको बसेछ यार। 50 र 30 लगभग आधी एचपीएस को खाइदिएँ मैले। अब अहिले पनि 5 जना मात्रै लाग्छ। अघि नै 5 जना थियो, अहिले पनि 5 जना, यानी कि 4 जना। एउटा स्क्वाड पुरै बाँकी छ अहिले। र बुइया हान्नको लागि मलाई यो एउटा स्क्वाडलाई सफाई गर्नु पर्छ। अहिले जोन धेरै ठुलो छ र रिभाइभ पनि हुन सक्छ। अब 2 जनामा 3 जना भन्नाले 2 जना मेरो बाँकी र एउटा नोक भइसकेको छ। अर्को अब बाँकी छ। त्यसले रिभाइभ गरेन भने यसलाई हाम्रो म त बुइया गरिहाल्छ। तर समस्या के हो भने म छु तल, ऊ माथिबाट ग्रेनेड गरिरहेको छ। यदि मलाई एउटा पनि हेड लाग्यो भने म गइहाल्छु किनकि मेरो एचपी धेरै कम छ।